शशाङ्क अलिकति पछाडि भाइ अहिले त एकदम ज्ञानी भयो भाइ ज्ञानी भएको मलाई हो धन्यवाद सुमेरु पर्वतमा माथि फर्किन्छ तल फर्किन्छ त्यहाँ सुमेरु भएकै माथि लाउनु पर्छ हाल आज त बोल्न पाइन्न तीनचोटि हालेको भयो मैले हालेकै छैन घुमाएकै छैन ल एकचोटि अब दुईचोटि अब एकचोटि छोरे भयो के एकचोटि मात्र हो धेरै हालौँ न कि तीनचोटि भन्नु धेरै हालौँ न दुईचोटि त हालेको यहाँ बस्दा च्याप्याहरू चाहिँ के सब काम रहन्छ ल यो भयो त काइ रह ल अलि सिधा भाइ यता यता ल्याइन्छ त ती ए नानीको लाउँछ नानीलाई तल खोइ त यो त निरारे हैन तपाईले टाक्नुहुन्छ त्यत्रो कुण्डेला रन ग्यारेजमा खै एउटा दिन त 100 रुपैयाँ राखौ नि बनाउन मैले बनाएर दिएँ त नै आइ हुन्छ त ल पहिले सेतो दल भयो यो दुबो खोइ दुबो लाउने दुबो पुइमा लाउने अब दुबो हाल भएको भयो यता माइली सानीमाई छोरी हुन रे यिनले मगेर म एउटै महिना काम दिए हैन कान्छी सुरुमा त सुरु गर्न पर्यो पहिला मंगली सानीमा अनि सुन्न थियो मंगली सानीमा मिलन मार होइला के मार्नु पर्यो कान्छी होला नि आँखा देख्नु थियो कि कति साले हुन्क्या सानीमा भयो कि धेर नहाल टाक्सी चाहिँ टाक्सी मंगली सानीमा त कान्छा मामा भन्दा नि जेठी हुनुहुन्थ्यो सबभन्दा कान्छी हो हो सानीमाले सँगै गएर हामी दाइरे सानी आज गरिन्छ पोखरा यहाँ गोर्जे म अन्दा 2-3 घण्टा माथि साइड हो धेरै माथि नि यिनको देकै हो क्या लेख्दा होइन आती कस्ता भन थुक्सी हो के खै दाइ अस्ति जाँदा हेरिन राम्रै थिए कि कागज दिएर हो त राम्रो लगाइदिएर अनि ससँग त है सँगै मान्छे राम्रो हो नि क्यामेरा हालेर भाइ गर्छु मेरो त्यो ज्ञानी ओइ सितारा सितारा सीता राम्रो भयो सितारा बितारा है छोड दे भाइ हाल्दे हाल्दे लिकिन पर्न हालि है भाइ शेर कान्छी तेरो पाला भाइले भारीले लगाइदियो माला ल्याइ टिका माथि हो टिकाबाट ठ्याक्कै बिचै टिका नि त्यहाँ सिधै टिका माथिबाट लगाइदिनु तेरो किस्मत कस्तो त्यस्तै हुन्छ टिका फेरि अहिले सिधा लगाइदिए मिलन सिधा राख्दै हुन्छ सिधा हुन्छ टिकाको टिका भाइ चिसो मात्रै बनाइ चिसो मात्रै पिठो सुमेर हो भएको माथि लगाइदियो त्यस्तो यता हेरि सुमेर हो गाडोको मोबाइलबाट रौँ गरेको अलि बिचा केमा बक्सँगै यसले कपाल एकदम लेभल भयो जसरी के त्यस्तै लाउनु पर्छ के सुमेरुको 18 पछि झ्याउ हुन्छ कि किन्छ नि त्यसले राम्रो छ अब जे खानी हुन्छ ससँग खाइदे खुल्ला हो एकछिन न अब भातै खानी खा जे खानी खा एकछिन म भन्छु के यहाँ नि त त्यो होइन म खाना लाग्दियो म खाना भनेको सोधेर म खाना यो पछाडिएर गर्नु खोजेको नेट थियो त दस खाना ताले हो
झिलिरे छ भने यसो यसो दल्ने होइन यसो माथिबाट उयो गर्नु त्यो टल्किने मात्र बनाएको बिग्रियो दल्ने होइन कि त्यही गर्नु माथि चित्र पार्ने कति राम्रो कान्छी टिका यो त कति राम्रो ठिक गर्ने हातै राम्रो क्या यो त यसै नाक्नु नै मेरो कस्तो भयो खाने हरि काट्नु सस्पेसल रङ पहिला छ नि झिलिमा छ रहन्छ अनि के पकाउने बित्तिकै सुकेपछि पिठो सुकेपछि चिसो मात्रै बनाउने हो क्या नत्र त पिठो मजाले लगाइदियो सेतोदेखि नलाग अनि पछि एकछिन पछि पक्का पक्का झर्दै निराख्नु यस्तो खाले बम पड्काउनु पर्यो ससँग त्यही हो कि त्यही मृत्युबामै हो हो किन सुनिएन त अर्कै बम बनायो त्यो एकदम मजाले यत्तिकै पटपटेर पट्टा हुँदो रहेछ कि त्यो अर्कै कडा खाने त्यही हो पड्काउनु जाने नि त ससँग त्यो फुसी परेर हो के घाममा नसुकायो भाइले पामा क्या त्यस्तो घाममा नसुकाएर हो जस्तो अहिले त ससँगले त ढुस्स पारेर पार्दै आएको पढ्छौँ टोक्नुपर्छ अरे आज देखा गरोस् यहाँ अहिले होइन नि कहाँ गरोस् थुम्सीकोट थुम्सीकोट त म गएको काठमाडौँ बसी के छन् मान्छे देख्यो काठमाडौँ गएर बस्यो नि 8 दिन त्यो दिनै गएर आएको दसैँपछि गएको दसैँ पछाडि होइन अस्ति भर्खरै ए फर्स्ट ल सबै राम्रो अहिले ल ल माला माला लगाइदिनु ल माला एक एकवटा लगाइदिएछु माला सबले एक नाना लगाइदिएछन् ल त ताली ताली होइन ल माला ल यो मालाको त कहानी ठुलो तर नदेखाउनु पर्छ स्ट्यान्डर्ड माला यत्रो ठुलो थियो होइन उनो भने पुग्दैन अब ट्याक्क ट्याक्क पक्क पक्क गरेर रबरले बाँध्दै हुँदैन ठुलो है ल अब झ्याप्चुप खानु पर्यो ल अब खाना ओखरहरू फोटो खिच्नु भात खाऊँ पहिला भात खाएर फोटो खिचौँ भोकले मरेछु म होइन एउटा पहिले चाहिँ भात आसेन तासेलै जानु त्यतिकै तपाईँले मारेको